दिस इज फुटबल हेरिटेज। हिजो भएको च्याम्पियन्स लिगको म्याच डे 8 अर्थात् फाइनल म्याच डे चाहिँ लास्टै क्रेजी नै भयो बिकज मेनी टिम्स वेयर एट 13 पोइन्ट्स एन्ड दि फाइट फर टप 8 पोजिसन वाज वाइड ओपन भन्दा हुन्छ। र हिजो बार्साले चाहिँ आफ्नो गेम कन्भिन्सिङली जित्यो 4-1 अगेन्स्ट कोपनहेगन। फर्स्ट हाफ त धेरै नै डल थियो, हामीले राम्रोसँग रिदम नै बनाउन सकेका थिएनौँ। बट सेकेन्ड हाफमा जुन यो बार्सेलोनाको प्याटर्न छ यो सिजनभरि कि फर्स्ट हाफमा त्यति राम्रो नखेल्ने, सेकेन्ड हाफमा चाहिँ डिफ्रेन्ट बार्सेलोना देखिने, त्यो चाहिँ हिजो पनि देख्यौँ। बिग बोइज स्टेप्ड अप फर बार्सा भन्दा हुन्छ। लमिन विथ अ गोल एन्ड असिस्ट, रेसफोर्ड विथ अ वन्डरफुल फ्री किक, रफिनिया र लेवाले पनि गोल हाने र हामीले कन्भिन्सिङली जित्यौँ र टप 8 मा आफ्नो पोजिसन सिक्योर गर्न सफल भयो र टप 8 नभन्दा हुन्छ टप 5 मै हामी आउन सफल भयौँ। र उता मड्रिडको कुरा गर्नु पर्दाखेरि चाहिँ मड्रिडले चाहिँ एउटा क्रेजी गेममा बेन्फिकासँग अवे फ्रम दि होम हार्न पुगेको छ र यसले चाहिँ एउटा डिफ्रेन्ट पर्मुटेसन्स एन्ड कम्बिनेसन्स लगाएर बेन्फिकालाई पनि टप 24 मा ठाउँ दियो। डाइङ मिनट्समा 3-2 ले बेन्फिका अगाडि थियो र त्यतिमा जित्न पाए पनि बेन्फिका अगाडि जान्थेन। बट एट दि लास्ट मिनट जब बेन्फिकाको गोलकिपरले मड्रिडको अगेन्स्ट गोल हान्यो, सो गोल डिफरेन्सले गर्दा चाहिँ बेन्फिका मार्सेभन्दा अगाडि गयो र दे सेक्योर्ड देयर नकआउट स्पोट। र त्यस कारणले गर्दा रियल मड्रिड पनि टप 8 मा फिनिस गर्न सकेन र दे विल ह्याभ टु प्ले अफ्स, अनि जो प्ले अफ चाहिँ बेन्फिकासँगै पनि हुनसक्छ। सो यो चाहिँ हाइलाइट्सहरू थियो हिजोको क्रेजी म्याच डे को कुरा गर्नु पर्दाखेरि चाहिँ। उता चेल्सी पनि टप 8 मा जान सफल भयो। स्पोर्टिङ कसैले एक्सपेक्ट पनि गरेको थिएन होला, बट दे अल्सो वोन देयर गेम अगेन्स्ट एथलेटिक बिल्बाओ र टप 8 मा आउन सफल भए। प्लस म्यान सिटी पनि समहाउ म्यानेज टु बी देयर एट टप 8। सो दि स्टेज इज सेट। अब भोलि चाहिँ 4:30 बजीतिर चाहिँ हाम्रो प्ले अफ ड्र आउँछ र त्यसपछि चाहिँ च्याम्पियन्स लिग पनि फेब्रुअरी, मार्च, अप्रिल हुँदै गरी आफ्नो पिकमा पुग्नेछ। बट वाट अ नाइट द्याट वाज, पिक च्याम्पियन्स लिग फुटबल।